हेलो नमस्ते नमस्कार सबैजनालाई। म छु रमेश र म थोरै तयारी भएको छु बाहिर जानलाई। सानो भ्लग बनाउने छु। यो म बस्ने रुम हो र यहाँबाट यसरी बाटो लागिन्छ। निकै पुरानो बस्ती छ यो, लगभग 30 वर्ष अगाडिको बस्ती हो। गल्लीहरू मजाको छ यहाँ। यहाँको सबभन्दा राम्रो पक्ष भनेको यो नाला हो। नालाहरू एकदम व्यवस्थित बनाएको हुन्छ। र म यहाँ आइसकेको छु। यो सानो पार्क हो। पार्कमा विभिन्न किसिमका फ्ल्यागहरू लगाइएको तपाईहरुले देख्न सक्नुहुन्छ। झण्डा किन लगाइएको छ भन्दाखेरि झण्डा लगाउनुको मेन उद्देश्य हो, यहाँ मलेसियामा नेशनल डे हुनेछन्। नेशनल डे भनेको अब मलेसिया अंग्रेजहरूबाट आजाद भएको दिनमा नेशनल डे मनाइन्छ र मलेसियाको हरेक घरहरूमा, गाडीहरूमा, मोटरसाइकलहरूमा, बाटोहरूमा जहाँ चाहिँ यस्तो फ्ल्यागहरू झुन्ड्याएका हुन्छन् र यो नेशनल डे सम्म मनाइन्छ। त्यसपछि नेशनल डे पछाडि पुनः फेरि सबै व्यवस्थित गरेर राखिन्छ र कतै कतै तपाईले देख्न सक्नुहुन्छ दुईवटा फ्ल्याग हुन्छ कुनै कुनैमा। त्यो दुईवटा फ्ल्याग भनेको एउटा अब मलेसियाको फ्ल्याग हो भने अर्को रातो भएको, त्यो रातो भएको अर्को पहेँलो भएको त्यो यो स्टेटको। यहाँ पनि मलेसियामा पनि छुट्टै छुट्टै स्टेटहरू छन्। त्यही भएर एउटा स्टेटको झण्डा हो भने अर्को मलेसियाको फ्ल्याग हो र यसरी नेशनल डे मलेसियामा फ्ल्याग झुन्ड्याएर मनाइन्छ। सो भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला। थ्याङ्क यू, धन्यवाद। अहिलेलाई बाई। नेशनल डे सफल रहोस् मलेसियाको। थ्याङ्क यू, धन्यवाद।